अनि हामी स्कुटी लिन आएको स्कुटी लिन आउँदा बुढाले अब हामीलाई माया गरेर माछा पनि ल्याइदिनु भएको छ उता मासु पनि ल्याइदिनु भएको छ भोलिदेखि म निस्किँदैन नि हामीले बाइक किनिसक्यो अझै प्रगतिको बाटोमा गाडीमा हुन्छ खाएर 200 रुपियाँमा आएर तेल हाल्छु यो मुला चिराउनु हेलो वेलकम ब्याक टु अनदर भ्लग आजको भ्लग चाहिँ हाम्रो यहाँ चौडाको यहीँ सान्तिटोलभन्दा अलिकति माथि छ माथिपट्टि पिस पार्कबाट हाम्रो आज भ्लग सुरु हुँदैछ कता जाने भनेर चाहिँ कहीँ खासै प्लान चाहिँ छैन ऱ्यान्डमली निस्क्या हो घरबाट यहाँ चाहिँ सब पार्टी चलिरहेछ अगाडिपट्टि अनि अब स्कुटी उठाउने जेसनको स्कुटी आउँदैछ स्कुटी मेरो त्यसको स्कुटी र मेरो बाइक हुन्छ अब ऱ्यान्डम कहाँ जाने हो थाहा छैन के प्लान के बन्छ थाहा छैन जेसनको बाबाको होइन जेसनको बाबाहरूको चाहिँ पार्टी थियो अनि हामी स्कुटी लिन आएको स्कुटी लिन आउँदा बुढाले अब हामीलाई माया गरेर माछा पनि लिएर आइदिनु भएको छ उता मासु पनि लिएर आइदिनु भएको छ बुढाले चाहिँ हामीलाई यस्तो मनको कुरा बुझेर होइन केटाहरू आएको छ खान्छ ठिक हो होइन बुढाले मनको कुरा गरेर लिएर आइदियो मासु र माछा त यति हो घुम्न आएको घुम्न निस्किनु थाल्यो केटाहरू मन्दिर यहीँ छ फेरि माछा हान्दा हामीले मासु र माछा मात्रै भनेको त अङ्कलले झन् हाम्रो कुरा बुझेर पुलाउ पनि लिएर आइदिनु भएको छ र मासु पुलाउ या माछा पार्टी चल्दैछ हाम्रो चाहिँ पार्टी सकिसक्यो होइन अब पार्टी सकेर चाहिँ सब पुलाउ सुलाउ सबै सकेर अब चाहिँ डिउ लिएर आइदिनु भएको छ अङ्कलको साथीले यहाँ डिउ अब हामी चाहिँ डिउ खानु लाग्यो डिउ यो त सन्देश हो ल यहाँ डिउ भर्दैछ जेसले कति यो 2 लिटर हुन्छ नि है 2 लिटरको 3 जनाले प्याउँछ ब्लगमा आडे मान्छे मेरो गिलास नि भरिसक्यो अब यो हान्न लाग्छु पिस पार्कको नाम मात्रै हो क्या अहिले हल्ला मात्रै गरेको छ सबजना भिडियोमा भन्दैन के त कोही टिचर यहाँबाट लाग्दै दियो भने सर दिमाग भएको मान्छेहरूले झन् आएर असन्तुलित गर्छ यहाँ आएर हल्ला गर्छ पिसमा भने टिचरहरूको पार्टी रे क्या अब टिचर को रहेछ छोड्दै जेसीको होस् ल अब चाहिँ निस्किनु लाग्यो यहाँबाट पिस पार्कलाई बाई बाई गर्दै अब कता जाने हो यसले बाइकै तान्न सकेन क्या अब गाह्रो छ अब चाहिँ हटिया साइड निस्किनु लाग्यो एकैचोटि ऱ्यान्डमली प्लान बन्यो अनि हटिया कहाँ अरे मूर्ति भने होइन कृष्ण मूर्ति यसलाई थाहा छ अब त्यही जाँदैछ हामी हेर मलाई थाहा छ हटियाको मान्छेले अनि मलाई थाहा छैन म त गएको छैन है सिधा कुरा नो बकवास हामी जुन बाटोको बाटो हुँदै हटिया गैरी गाउँको बाटो हुँदै अब एकैचोटि हटिया निस्क्यो बिस्तारै बिस्तारै त्यहाँ पहुँचाइहाल्छु चला अगाडि सिधै यहाँ एउटा पसल पनि थियो ओइ नचलाइन त्यसरी बिस्तारै चला न बाइकै खन्चड पाराले चलाइन्छ खन्चड भएर लन्चड हुन्छ ऊ हेर्न अब भर्खर धोको बाइक नि अब त्यस्तरी गरिदिन्छ अनि मलाई माया लाग्छ कि मलाई निकाल्नै मन लाग्दैन त्यही भएर भोलिदेखि म निस्किँदैन नि आजै पेट्रोल सकिन्छ यहाँ मस्त भ्यू देखेर यहाँ गडीको उता गडी साइडको मलाई बल्ल विश्वास हो मैले यो बाटो लिएर आएँ भनेर यो बाटो मलाई विश्वास लागिरहेको थिएन मैले राम्रो बाटो लिएर आएँ भनेर एकचोटि मरे दियो सायो खेतै खेत हिँडेर आएको थियो यो बाटो उहाँ रङ्गशालामा झरेर कि त्यो दिदीको घर हेर्नु ऊ त्यो ठुलो छ नि अनि त्यहाँसम्म आउनु थियो दादाले रङ्गशालामै झारे कि अझ हामीलाई हामी चाहिँ अब हाइवेमा जोइन भइसक्यो अहिले हाम्रो बाइक कस्तो कुदाउँछ बाटो पार्छ होइन कस्तो मिठो कुदाउँछ त्यसले मेरो बाइक आज धोत्छु पार्छ अहिले सुरुमा हो सुरु भ्लग यही बाटोमा यही साइडमा भएको त्यो बेला हामीसँग बाइक पनि थिएन केही पनि थिएन हामी गरिब थियौँ झकबाट हामीले बाइक किनिसक्यो अझै प्रगतिको बाटोमा गाडीमा हुन्छौँ नेक्स्ट टाइम कुदाउँछ यसले अति कुदाउँछ होइन माया गरेर चला भन्दा कहिले लाग्दैन यसलाई अरू धोचु बाटोमा यस्तरी गर्छ अनि मलाई कस्तो रिस हुन्छ क्या माया गरेर दुःख सुख गरेर किने बाइक दुःखले बुझ्दिँदैन केटाहरूले अब के भन्नु के अब बिस्तारै कुदाउनुहोस् बिस्तारै कुदाउनु बाइक लोस् माया लागिरह्यो यार त्यसरी नगर्नु त्यसरी नगर्नु बाइक हो पाउँछ सब बाइक कहिले पुरा आधा तेरो दिन स्पिड हाने हेर्न थाहा छैन कहाँ कसैलाई घर पनि थाहा छैन है
क्रिसको घर थाहा छैन साथी हो हो कि क्या हो? थाहा छैन कोही मैले लैमा आएको हिँडेको छ कहाँ हिँडेको थाहा छैन चढिरहेको छ अन्दाजको भरमा चढिरहेको सबजना सब हो चन्दन हो ल क्रिसलाई बोला कल गर म बोलाउँदैन स्पिड जिक भन्न त्यसलाई ल भन्नु त्यसो भएर पसल हाम्रो एकैचोटि कति बजी भेटिरह स्कुल छोडेदेखि स्कुल पछि भेटिरह यार त कस्तो मोटाको आम्मा काला देख्यो चाँडो तेरो अनुहारै कस्तो मोटो देखा त आम्मा चाँडो जाउँ न दुस चाँडो आइहाल्यो कुद्दै मजाले बसिरह है हाम्रो हिरोले स्कुटी झिक्यो हाम्रो बाइक चाहिँ यहीँ राखिदिने अब हाम्रो बाइक अलिक तेल छैन तेलको प्रब्लम छ त्यही भएर यहीँ राखेर जाने अलिकति बाइकले नि शान्त पाओस् आउने बित्तिकै धुनी हो आमा काले क्रिस कस्तो पढ्न हिरो गएको छ देखा कलेज हजुर काले कलेज पढ्न तेरो स्कुटी नि कन्ट्रोल पार्छ 23 तारिकको फास्ट रफ चलाउँछ नि तर भने। कन्ट्रोल चाहिँ गर्छ होइन तर रफ चाहिँ लोड गर्छ एनएसमा जस्तो रनवेर हिँडेर हुन्छ अलिक भरोसा लाग्दैन मलाई यसमा होइन कन्ट्रोल त राम्रै गर्छ कि यत्रो ज्यान छ के अलिकति बब्लिङ भयो नि सक्नु पऱ्यो नि त्यसले होइन गाइस बाइक चाहिँ किन्यो दुःख सुख गरेर लोन सोन लिएर तेल हाल्नलाई बाउलाई दिनकै 200 रुपियाँ माग्दा दिनकै 200 रुपियाँ गाली खाएर पिडाइ खाएर 200 रुपियाँ मागेर तेल हाल्छु यो मुलाक जहिले हुँ पारेर त्यो इन्जिनबाट जबसम्म धुवा फाल्दैन नि साइडबाट गनाउँदैन इन्जिन तबसम्म छोड्दैन त्यो 200 को तेल सकाइदिन्छ अब यो 200 नि सकाएर पनि होइन काभ्रेल सन्धिहरू हो अब हिरो हो सबैजना छोड्थे मलाई क्रिसको यस्तो ट्रिपै आयो भनेर अनि 200 रुपियाँको तेलले होइन एकछिन घुम्न जानुपर्छ निस्केर अब भालुको बाइक जाने लिएर। तेलसम्म 200 को तेल नि सकिसक्छ अनि 200 को तेल सक्दा फेरि भोलि बाउलाई माग्नुपर्छ बाउले गाली दिन्छ तर जहिले नि 200 जहिले नि तँलाई पैसा दिइराख्नु पर्ने यताउता भनेर अब गाली हिरो खाएर भने अब यो केटाहरूले बुझ्दैन क्या अब गाह्रो छ कि फाइनेन्सियल कन्डिसन होइन यस्तो छ धाउ परिरहेको छ 200 तेल हालेर हिँड्नु परिरहेको छ केटाहरूलाई मतलब छैन प्रब्लमै बुझ्दिँदैन कि त्यही मलाई स्याड लाग्छ कि अनि आजकल पिकनिक छ त आज शनिबार भएर है भर्खर हामी एउटा पिकनिक खाएर आएको कटाए त्यसले कटाए यतिको अफर पनि हानेन के कुरा आइडिया कस्तो हान्छ त्यस भन्दै यसले होइन यस्तो चलाउँथ्यो नि त्यो ट्रकको दुईवटा टायरको बिचबाट स्कुटी निकाल्ने नभन्दैन बेकार अहिले घर हामी भोलि स्पिड ए सरी है त्यो चाहिँ मैले झुटो बोलेँ है टम क्रुजको पुरै स्टन्ट हान्छ नि यसले टायरको पुरै ट्रकको बिचबाट टायर यसरी स्कुटी त यसरी सुइँ गराउँछ निकालिदिन्छ खतरा छ यो राइडर त्यस्तै नगर है कटाए कटाउँछ तँलाई थाहा त छ नि लोकल बन्दालाई आउन दे लोकल बन्दे इधर के लोकल बन्दे को आउन दे कृष्ण मन्दिर हामी चाहिँ यहाँ हटिया अलमोस्ट वी आर एट कृष्ण मन्दिर देखाइदियो अगाडि छ हाम्रो अगाडि हाम्रो चाहिँ यहाँ कृष्ण मन्दिर फाइनल आइपुग्यो यहाँ चाहिँ हाम्रो कृष्ण मन्दिर हुनसक्छ है श्याम सरको बाइक यहीँ छ त बुढा यतै होला यता नि पार्टी चलिरहेको छ यार आज जताततै पार्टी यहाँ दियोको स्कुटी होइन गेसलाई चलाउनै होइन यो स्टार्टै गर्न आयो के छ यसको फिचरहरू खोइ चाबी देखाइदिँदै यसको यहाँ चाहिँ हाम्रो चाबी छ यो डियोको चाबी नै छैन चाबी हाल्ने ठाउँै छैन यो सेन्सरले मात्रै हुन्छ अलिक 3 किलोमिटर भनाएको छ सरी हाम्रो यो स्कुटीको बारेमा अलिकति रिभ्यू दिए त अलिअलि के कस्तो छ देश तँलाई कस्तो लाग्यो खतरा खत्रै छ लभली छ यो तेरो त्यो डियोको मैले कुरा आएर त्यो डुब्ली स्टार्ट यसरी कहाँ स्टार्ट भयो भयो बत्ती बलिसक्यो त हामी त आउँछ ए थिचिराख्नु पर्ने हो टेक्नोलोजी त धेरै बढेर रहेछ त यत्रो 5 किलोमिटर कुदायो कलेज टु घर टु कलेज अस्ति यसलाई कलेजबाट मुस्ताङ लाने अब
ओ होइन होला साँच्ची हो होइन होला 500मा ठ्याक्कै गरिदिन्छ है अस्ति मैले कलेज गएर देखाएको थिएँ ठ्याक्कै हरान हाने तँलाई तैँले हेर्न चाहिँ हेरिनस् मैले तँलाई देख्न चाहिँ देखाएको थिएँ कहिले अस्ति कलेज बिहान बिहानै गइरहेको थिएँ मैले हरान हानेको हेर्नुहोस् म एक्लै थिएँ एक्लै भयो त लु छ त लुम्बिनी छ तपाईँ बागमतीमा त आउँछ नि के हो यो के हो लुम्बिनी वर्ल्ड लेख्ने बेला मिस्टेकले लेख्दिया हो चेन्ज होइन लुम्बिनी प्रदेशमा रजिस्टर छ बागमतीमा भएर अनि नम्बर प्लेट आउँछ कि आउँथ्यो लुम्बिनीबाट हो यो त लेख्दै हो पहिलाको चाहिँ जता नि हाम्रो लुम्बिनीमा छ कि लभली भ्यू छ यहाँ ठ्याक्कै त्यहाँबाट त्यो मन पर्छ भनेर यहाँ हेर्न भ्यू कस्तो लभली लभली भ्यू छ ल हाम्रो बाइक चाहिँ त्यहाँ छ हाम्रो क्रिस त्यहाँबाट ल नि त्योबाट अलिकति कति दिनपछि भेट्या हो यो त फेरि स्कुल छोडेदेखि भेटेको थिएन यो आज भेट्यो एकदमै नयाँ स्कुटी सरप्राइज दिएर अहिलेसम्म त्यस्तो भएको थिएन होइन त्यसो भए ल गाइज आज चाहिँ हामी क्रिस साथीलाई नि भेट्यो त्यहाँ भयो अब अब चाहिँ अब हामी घरतिर लागिदिएको एउटा कालेलाई अब काले साथीलाई भेट्न जाने हो अब के कसो हुन्छ ल अब चाहिँ भ्लग यहीँ इन्डिङ हुन्छ टेक केयर बाई बाई आजको लागि यति नै गाइस सी यू नेक्स्ट भ्लग बाई बाई